ल हाम्रो घरको सानो राजकुमारको सधैँ 33 कोटी देवी देवताले रक्षा गरून्, उसको मनोकामना पुरा होस्। सधैँ यो अनुहारमा हाँसो देख्न पाऊँ मैले, खुसी देख्न पाउँछ न। अनि बेबीलाई मैले पैसा दिन्छु, अनि भोग गर्छु बिस्कुटलाई। ज्ञानी हुनु, आयुष्मान बस्यो। थ्याङ्क यू बुबु भन्छु। वेलकम। कसको? मेरो हो। मेरो नानीको खाएको खाना अङ्गलाएको चाहिँ एकदम मोटो हृष्टपुष्ट तन्दुरुस्त होस्। देवी देवताले सदा रक्षा गरून्, उसको मनोकामना एकदम पुरा होस्। किन हो यसमा हालेको? थ्याङ्क यू आयुष्मान। अब हाम्रो सेप्टे स्याउली आइसक्यो। राम्रो होस्, एकदमै राम्रो होस्। उसको मुहारमा सदा हाँसो देख्न पाऊँ। जहिले नि ऊ अलिकति मन बसिरहेको हुन्छ। सधैँ 33 कोटी देवी देवताले रक्षा गरून् अनि हेल्दी होस्, एकदम राम्रो होस्। अझै उसको हाइट बढोस् अनि हाइट अनि ठुलो मात्रै होइन, एकदम संस्कारी बन्नु सबैभन्दा ठुलो। ल ज्ञानले चाहिँ भरिपूर्ण होस् आयुष्मान। ल अब बहिनीहरूको पाली आयो। हौ भाइहरूको पाली आयो। हजुर पनि आइस्यो। मेरो सबैभन्दा सानो कान्छो भाउ एकदम राम्रो होस्। अनि भोलिको दिनमा चाहिँ सबैभन्दा उदाहरण दिन लायक भाइ बनोस्। जेठो भाइमा छोरो बिहा धेरै गुण छ, मान्छे बुझी पहिलासम्म कुरा गरेर लाउने, यस्ता खुब राम्रो मान्ने नानु। हजुर कता आयुष्मान यो यसले यस्तो गर्यो, यसले यस्तो गर्यो, मेरो भाइ एकदम राम्रो होस्, ज्ञानी होस्, संस्कारी होस्, पढाइमा अम्बल होस्। स्कुलमा म्याडमलाई पिट्ने वालो हो यो त। स्कुलका टिचरहरू डराउँछन्। ल आयुष्मान तिमीहरूका त नयाँ नोट आयो अब। ओ पट्टु भाइ आइसक्यो। पट्टु भाइ परू बाबुको एकदम राम्रो पढाइ राम्रो भइरहेको छ। एकदम अझै प्रगति गर्नु, अझै दिदीलाई खुसी बनाउन सक्नु, एकदम उदाहरण दिनलाई मुखियाको मौकी छोरीमा सबैभन्दा राम्रो पत्रिका रहेछ है भन्ने एउटा मैले सुन्न पाऊँ। भोलिको दिनमा राम्रो होस्। अनि अलिकति कम बोल्छ, बोलीचाली पनि एकदम राम्रो होस्। छाइ लिन आपहरू भए आज तुरुन्त पुगोस् उसले। बहिनी मध्येकै राम्रो मलाई कालु बाउ लाग्छ। एकदम राम्रो, सुशील, संस्कारी, अझै राम्रो हुनु, ज्ञानी हुनु। त्यो फेभरेट नाम मायाले भनेको नाम हो नि त। ऊ त कालु कहाँ छ र, गोरै छ नि मान्छे त होइन र। सन्नमको आय स्रोत त घटी गयो। भाउ अब 50,000 रुपैयाँ पुग्यो नै पुगिहाल्छन्। आएको पैसा सबै दिन मेरी भाउ माया मानेर उता डाँडो काटी आएछ, खोलो तरी आएछ। अझै यसै गरी माया गर्नु। 7 समुद्र पारी गए पनि बहिनीले माया सधैँ दिजुलाई गरिराखोस्। यसै गरी माया पाइराखौँ म जहिले पनि। एकदम राम्रो छ बहिनी भन्ने कुरा मैले सधैँ सुन्न पाऊँ मेरो कानले। अनि भोलिको दिनमा ज्वाइँसा पनि एकदम राम्रो परिबक्सला भन्ने एकदम आशा अपेक्षा राखेको छु मैले। आयुष्मान मेरो पनि सक्यो। अब चाहिँ अब मेरो नानुको पाली छ फेरि।